हाई गाइस सबैलाई नमस्ते है। म धेरै दिनपछि यो भिडियो बनाइरहेको छु होइन। लास्ट एउटा भिडियो बनाएको थियो होइन, लाइक मेरो युनिभर्सिटीमा पढ्न आउनु भनेर, बिकज म स्टुडेन्ट एम्बेसडर भएको थियो टुडे होइन। आज चाहिँ म यो भिडियो बनाइरहेको छु होइन, लाइक हजुरले थम्बनेल हेरिसक्नु भएको होला होइन। सो टुडे आइ एम मेकिङ दिस भिडियो एबाउट द रियालिटी अफ स्टडिङ अन्डर ग्रेजुएट इन चाइना। हामी लाइक अब धेरै युट्युबहरूमा भिडियोहरूमा हेर्छौँ होइन, लाइक ब्लगहरूमा कि पढ्दा यस्तो हुन्छ होइन, चाइनाको लाइफ यस्तो हुन्छ होइन। तर के अरे रियालिटीमा पनि त्यस्तै हुन्छ र, यस्तो ठुलो ठुलो बिल्डिङ छ होइन, सब कुराहरू यस्तो राम्रो छ होइन, त्यस्तै होला र गएपछि त्यता। अब यो जुन कुरा छ नि होइन, म आफ्नो पर्सनल एक्सपिरियन्सले गर्छु है। मेरो 4टा सेमेस्टर सकिसक्यो, मेरो 2 इयर भयो होइन अन्डर ग्रेजुएट। अनि सम अफ दाई दिदीहरू मेसेज गर्नुहुन्छ होइन मलाई फर द मास्टर होइन, फर द मास्टर या आई से फर द मास्टर इट्स ओके, बट फर द ब्याचलर होइन गाह्रो छ जिन्दगी पनि गाह्रो छ, अनि के अरे पढाइ पनि गाह्रो छ। अब हजुर कुन मेजरमा आउनुहुन्छ त्यो पनि डिपेन्ड गर्छ है। सो लेट्स स्टार्ट द भिडियो है। सो फर्स्टली होइन, म आफ्नो पर्सनल एक्सपिरियन्सदेखि जान्छु है। म जब यो फर्स्ट युनिभर्सिटीमा आयो होइन, मेरो युनिभर्सिटीमा आयो होइन, मलाई लाग्यो कि एकदम सब राम्रो छ कि, मेरो टिचरहरू एकदम सब राम्रो छ कि, राम्रो छ, राम्रो बिल्डिङहरू छ, पहाडहरू छ होइन, एकदम कति ठुलो क्याम्पस होइन, कस्तो एकदम रमाइलो लाग्यो क्या। तर पछि बुझ्दै जाँदा होइन एकदम त्यो फिल भयो कि होइन, मैले जुन फर्स्ट अप्सन चुज गरेको थियो होइन युएस जाने होइन, त्यो काश म गरिदिएको भए त्यो एउटा फिल हुन्थ्यो क्या। काश म गएको दियो होइन, अलिकति स्ट्रगल हुन्थ्यो होइन 1 वर्षपछि। त्यसपछि ठिक छ अलिकति स्ट्रगल, तर पछिको भविष्य राम्रो हुन्थ्यो कि। त्यो युएस युरोपतिर जाँदाखेरि अलिकति पैसा लाग्थ्यो होइन, त्यो अलिकति पैसाको के अरे त्यो हेरेर मैले होइन चाइना के अरे युएस नगएर होइन म यता आएँ क्या। त्यो कहिलेकाहीँ मलाई एकदम रिग्रेट फिल हुन्छ कि, कहिलेकाहीँ के मोस्ट अफ द टाइम होइन मलाई रिग्रेट फिल हुन्छ कि म आफ्नो युनिभर्सिटीमा। अब खै के हो होइन, लाइक मैले धेरै आफ्नो लाइक साथी अरू देशको पनि साथीहरूलाई सोधेको होइन, उनीहरूले पनि त्यस्तै फिल हुन्छ कि लाइक मोस्ट अफ द युनिभर्सिटी होइन चाइनिज युनिभर्सिटीमा हेर्छु होइन, लाइक सो कल्ड कन्सल्टेन्सीजहरू हुन्छ है। उनीहरूले भन्छ कि जता नि जहिले नि के अरे हरेक युनिभर्सिटीमा मोस्ट अफ द युनिभर्सिटीमा के अरे फ्री ट्युसन, फ्री एकोमोडेसन, लाइक सब चिज फ्री भन्छ कि, अनि स्टाइपेन्ड पनि दिन्छ है उनीहरूले भन्छ होइन। त्यो एकदम कुरा ठिक हो होइन, तर उनीहरूले एक पार्ट मात्र भन्छ क्या, अर्को पार्ट भन्दैन क्या। अनि ठिक छ उनीहरूले लाइक कोहीले मैले पनि होइन भनिदिन्छु ल कि ल इभ्यालुएसन हुन्छ होइन, 1 सालपछि हजुरको यो स्कलरसिप पाएको छ होइन, अर्को वर्ष हजुरको इभ्यालुएसन हुन्छ। तर कसरी इभ्यालुएसन गर्छ होइन त्यो मलाई नै थाहा थिएन कि। मेरो युनिभर्सिटीमा आउँदाखेरि होइन मलाई नै थाहा थिएन कसरी इभ्यालुएसन गर्छ क्या। म त्यसको बारेमा नि भन्छु है। त्यो एकदम वियर्ड जस्तो इभ्यालुएसन हुन्छ कि, मलाई त कस्तो एकदम त्यो दुःख फिल हुन्छ कि यति मेहनत गरेको होइन, अनि लास्टमा होइन अरूले लगिदिइहाल्छ कि स्कलरसिप अरू हजुरको लाइक मेरो होइन, यस्तै भनौँ होइन। सो आज म धेरै कुरा भन्न चाहन्छु है। सो फर्स्टली हामी कुरा गरौँ होइन, जहिले म आएको थियो होइन यता लाइक युनिभर्सिटीमा, त्यहाँदेखि कुरा गरौँ है। सो फर्स्टमा आउँदाखेरि सब राम्रो थियो है, फर्स्ट आउँदाखेरि सब राम्रो थियो, 1 महिनादेखि टिचरहरू राम्रो थियो होइन। तर भनिन्छ नि जुन कुरा पहिला राम्रो हुन्छ होइन पछितिर एकदम बेहद हुन्छ क्या। लाइक त्यो एउटा हाम्रो पनि छ होइन, लाइक अब कुनै कुरा सबभन्दा पहिला एकदम राम्रो छ कि, एकदम सब राम्रो छ, खाइ बसाइ सब राम्रो छ कि एकदम लाग्छ होइन, तर पछितिर होइन त्यही कुरा एकदम घटिया बन्न जान्छ कि, एकदम वियर्ड जस्तो बन्न थाल्छ क्या। सो म भन्छु है, फर्स्टमा आउँदाखेरि होइन मसँग धेरै त्यो पनि भयो कि, लाइक एकाडेमिक प्रेसर प्लस होइन अरू पनि धेरै कुरा भयो कि। मैले कम्प्लेन पनि गरेँ कि आफ्नो त्यो पर्सनल एक्सपिरियन्स, तर केही भएन कि। म त्यो पनि भन्छु है, पुरै कुरा भन्छु है।
एकदम रियालिटी भन्छु कि जस्तै त्यो पाकिस्तानीहरू भयो त्योहरू भयो उनीहरू भिडियोमा हेराउँछ होइन लाइफ यस्तो राम्रो छ होइन ब्लगमा हेराउँछ होइन यस्तो राम्रो छ त्यो छ होइन सब लौडा जस्तो छ क्या सब एकदम लौडा जस्तो छ सब झुटो बोल्छ क्या लाइक मोस्ट अफ द थिङ त्यसमा इन्करेक्ट हुन्छ क्या हजुरले एकदम रियालिटी भन्छ क्या अब हजुरले यता पढ्न आउनुभयो होइन हजुरले लाग्छ होइन सब मान्छे इङ्ग्लिसमा पढाइ हुन्छ चाइनिजमा पढाइ हुन्छ सब चाइनिज बोल्छ होइन फर्स्टमा त के अरे एउटा ल्याङ्ग्वेजको त्यो भयो होइन अहिले मेरो समर भेकेसन सुरु भएको छ होइन म सोचिरहेको छु कुनै काम गर्न होइन मलाई होइन 15 दिन भयो कि काम खोजिरहेको जता अप्लाई गरेको छु न ड्यु नो चाइनिज भन्छ अनि म त इङ्ग्लिसमा पढ्न आएको छु के गर्ने अब काम पाउँछ होइन अनि काम गर्न पनि इलिगल छ क्या त्यो त भनौँ होइन अनि के अरे हजुरले के त्यो भिजाबाट अप्लाई गऱ्यो पनि होइन इन्टर्नसिपबाट त्यो के अरे हप्ताको 16 घन्टा मात्र काम गर्न मिल्छ अनि त्यो पनि लाइक त्यसको काम छैन कि त्यसभन्दा बढी गऱ्यो भने होइन पुलिसले समात्यो पनि डिपोर्ट गरिदिन्छ यस्तो पनि नियम छ अरू देशमा गयो भने सबैमा त फुल टाइम काम गर्न त दिन्छ नि यार लाइक त्यो बेला पनि काम गर्न दिन्छ होइन काम पायो भने पनि काम गर्न दिँदैन यता अनि जुन काम खोजिरहेको छ होइन त्यसमा चाइनिज नै चाहिन्छ के भन्ने अब अनि सबजना चाइनिज बोल्यो हुन्छ केही बुझ्दैन यता सो म फर्स्ट आफ्नो कुरा गर्छु म फर्स्ट जब यतातिर आएँ है जब यतातिर आएँ अनि सबै राम्रो लाग्यो होइन एक महिनादेखि सिनियरहरू पनि ठिकै थियो सबै राम्रो थियो अब त्यसपछि के अरे पढ्दै गयो होइन मैले त एउटा यस्तो टिचर भेटाएको होइन के भन्ने अब एउटा के अरे ऱ्याप्चर भन्ने एउटा कोर्स थियो है कम्प्युटर साइन्स भन्ने एउटा कोर्स थियो के भन्नु म कसरी भन्नु थियो होइन एउटा टिचर थियो होइन मेरो सिनियरहरूले भनेको थियो त्यो टिचर एकदम खत्तम रहेछ क्या त्यो टिचरले थाहा छ यस्तो पनि भनेको थियो होइन त्यो ब्ल्याक गाइज हुन्छ नि वाइ दिस ब्ल्याक गाइज आर डान्सिङ इभन दे कान्ट सी इन द नाइट अब हजुरलाई लाग्छ होइन सबै चाइनिज टिचरहरू एकदम बबाल होला होइन लाइक सबै टिचरहरू त एकदम राम्रो होइन त्यस्तो हुँदैन है सबै टिचरहरू राम्रो हुँदैन यता टिचरहरू एकदम रेसिस्ट पनि हुन्छ कि धेरै टिचरहरू रेसिस्ट नेपोटिजम सब हुन्छ कि यता भाइ म एकदम खुलेर भनिरहेको छु कि आज आफ्नो मनको भित्रको जुन छ नि त्यो सबै भनिरहेको छु कि पुरै राम्रोसँग छु है सो यता सब राम्रो टिचर पनि हुँदैन अलिकति मान्छेहरू रेसिस्ट पनि हुन्छ लाइक अरू टिचरहरू पनि रेसिस्ट हुन्छ मान्छे के हो न मै आफ्नो कुरा भनिरहेको छु नि सो म आफ्नो क्लासमा एउटा पढिरहेको थिएँ होइन कम्प्युटर प्रोग्रामिङ गरिरहेको थिएँ अब त म आएको थिएँ म त अब सिकिरहेको थिएँ होइन त्यो बुढो आउँछ होइन टिचर उसको नाम पनि भन्ने कि क्या हो के भनौँ नाम होइन त्यो कम्प्युटर साइन्सको टिचर थियो आयो है अनि आएर भन्छ मेरो त्यस्तो अब इङ्ग्लिस त अब उनीहरू मेरो बुझेको मेरो इङ्ग्लिस एकदम राम्रो थियो मेरो आइल्समा एकदम राम्रो खतरा आएको थियो अनि त्यो के भने अब गाली कसरी दिने त्यसले भन्छ होइन वाइ यु गाइज कम फ्रम नेपाल बङ्गलादेश भुटान हियर इन चाइना इभन यु कान्ट स्पिक प्रोपर इङ्ग्लिस होइन मलाई भन्छ क्या मलाई यस्तो दुःख लाग्यो होइन एन्सो मेरो साला आइल्समा यस्तो राम्रो मेरो तेरोभन्दा राम्रो आएछ उसको इङ्ग्लिस ऊ जुन क्लासमा पढाउँछु उसको क्लासमा कसैले केही बुझ्दैन कि पढेको उसको इङ्ग्लिस एकदम खत्तम जस्तो छ ऊ चाइनिजको इङ्ग्लिस थाहा छ नि हजुरलाई कस्तो हुन्छ उसको त्यस्तो इङ्ग्लिस छ अनि हामीलाई एक्सपेक्ट गर्छ होइन एकदम खतरा इङ्ग्लिस बोल्न के भन्ने अब त्यो कुरामा होइन मैले कम्प्लेन पनि गरेको होइन लाइक त्यो हरेक सेमेस्टरपछि टिचर इभ्यालुएसन पनि हुन्छ है टिचर इभ्यालुएसनमा मैले उसको बारेमा भनेको उसले यस्तो भन्यो होइन तर केही भएन कि अर्को वर्ष फेरि हाम्रो जुन जुनियर आयो उनीहरूले पनि ठ्याक्क त्यही टिचर पढ्यो कि केही हुँदैन कि कम्प्लेन गरेर यिनीहरूले बाले दिँदैन कि इन्टरनेसनललाई अनि त्यो त चाइनिज टिचर भयो होइन चाइनिज टिचरले गरेको त केही भएन होइन तर इन्टरनेसनल फेरि गर्छ कि नेपोटिजम धेरै हुन्छ कि स्कलरसिप इभ्यालुएसनमा मलाई कस्तो नेपोटिजम गरेको यार खतरा त्यो एकदम खत्तम हुन्छ नि के भन्ने अब म पुरै भन्छु क्या म पुरै भन्छु यो भिडियोमा आफ्नो जुन राखेको छु नि भित्रको रिसेन्ट कुरा हो कि मेरो युनिभर्सिटीमा एउटा के भन्ने एउटा हजुरलाई होइन यो सबै कुरा कसैले भन्दैन कि लाइक हजुरले हेर्नुहुन्छ युनिभर्सिटी कति ठुलो छ कति राम्रो छ होइन क्यान्टिन सुपर मार्केट कति बिग छ होइन युनिभर्सिटीको भित्र के भएछ त्यो कुरा कसैले भन्दैन कि म हजुरलाई यो कुरा भन्छु युनिभर्सिटीको भित्र के भएछ मेरो भक्क 2 दिन अगाडि युनिभर्सिटीमा एउटा सुसाइड भएको छ कि हजुर यो इन्फर्मेसन कहिले बाहिर आउँदैन त्यो ब्याचलरको ग्रेजुएटिङ स्टुडेन्ट थियो कुन प्रेसर होइन खोइ के हो तर उसले सुसाइड गरेको रहेछ आफ्नो रुममा अरू धेरै होला कि अरू चाइनिज भयो होइन इन्टरनेसनल कतिले सुसाइड गर्यो होला कि त्यो सबै इन्फर्मेसन भन्दैन कि यिनीहरूले कहाँ कोही भन्छ र युनिभर्सिटी भन्छ र अनि उनीहरूलाई लाइक अब स्टुडेन्टहरूलाई पनि यस्तो स्ट्रिट गरेको हुन्छ होइन त्यो भन्नै मिल्दैन कि उनीहरूलाई तर म आज भन्छु है सबै कुरा
सो त्यो एउटा टिचरको मैले भने है फर्स्ट सेमिस्टरको, उसले मलाई यस्तो गरेको थियो, मैले त्यो टिचर इभ्यालुएसनमा पनि गरेको, तर केही भएन क्या, बाल दिँदैन कि उनीहरू, केही भएन। त्यसपछि के अरे पढ्दै गयो होइन, पढ्दै गयो। त्यसपछि विन्टर सेमिस्टर आयो होइन, विन्टर सेमिस्टर आयो। फर्स्ट सेमिस्टरपछि अब पढ्यो, अलिकति गऱ्यो। त्यसपछि विन्टर सेमिस्टर आयो। विन्टर सेमिस्टर आएपछि विन्टरमा अलिकति कफ गऱ्यो। त्यसपछि त्यस्तो भयो होइन, म यता वेदरमा त्यो भएन, विन्टर अलिकति लाग्यो। अनि त्यसमा हस्पिटलाइज भयो क्या। हस्पिटलाइज भए पनि होइन, मेरो सिनियरहरू त्यहाँ हुनुहुन्थ्यो कि हेलो गर्नलाई। अनि हस्पिटलाइज भइके त्यसपछि त्यता आउँदाखेरि होइन, त्यसपछि आउँदाखेरि त्यो काउन्सलर भन्छ नि, काउन्सलर भन्ने सबै कुरा म्यानेज गर्छ होइन, हरेक स्टुडेन्टको सो कल्ड काउन्सलर रहेछ कि, सो कल्ड काउन्सलर हो क्या हाम्रो, म त्यस्तै भन्छु कि। लाइक त्यो बेला मेरो सबै मिड टर्म इक्जाम थियो कि, फाइनल इक्जामहरू थियो होइन। अनि के अरे त्यो सबै अब म्यानेज मलाई गर्नु पऱ्यो कि, आफूले अब हस्पिटलमा कति पैसा कसलाई कतिले खिदियो होइन, सब पैसा आफूले मेन्टेन गर्नु पऱ्यो कि मलाई, सब पैसा होइन। लाइक अब हस्पिटलबाट आयो त इन्सुरेन्सको त आयो, अब त्यसपछि इन्सुरेन्सको पुरै मैले आफूले गरेँ कि। उसले भन्दै यता गर, के अरे केही गाइड गरेन, उसले मात्र भन्यो कि यता इमेल गर, अनि आफूसँग कुरा गरेँ, आफै सबै गर भनेर। के भन्ने अब, सबै मैले आफैले गरेको क्या, जे पनि सोद्धा आई डोन्ट नो भन्ने कि, लौडाको कामै छैन कि त्यो काउन्सलरको त। सबै त्यस्तो हुँदैन, मैले फेरि भनेको होइन कि, मैले आफ्नो भनेको है, सबै फेरि त्यस्तो हुँदैन, मैले आफ्नो एक्सपिरियन्स भनेको है। अनि त्यसपछि मैले सबै आफैले गरेको, त्यो सबै एउटा त्यो पढाइको टेन्सन छुट्टै थियो होइन, एउटा भर्खर हस्पिटलबाट आएको त्यो मान्छे होइन। अनि त्यो सबै पैसा पनि हेरेको थियो, एउटा मिड टर्म इक्जाम थियो, फाइनल इक्जाम थियो, अनि त्यो सबै एउटा हेरेको थियो। अनि अभियसली मेरो इक्जाम बिग्रियो क्या, मिड टर्म पनि बिग्रियो, फाइनल पनि बिग्रियो। र जे मतलब अलि मेहनत धेरै गऱ्यो होइन, अनि तर पनि मैले सब पास भएँ क्या। त्यो सेमिस्टर मैले लाइक फर्स्ट इयरको सेकेन्ड सेमिस्टर मैले सब पास भयो है। अनि त्यसपछि मैले सब कुरा पास भयो है। अनि त्यसपछि पास भयो सबै कुरा। त्यसपछि इभ्यालुएसनको कुरा हुन्छ है। अनि त्यसपछि म हजुरलाई इभ्यालुएसनको कुरा भन्छु है, कस्तो हुन्छ। मलाई युनिभर्सिटीमा थाहा थिएन कि, मैले यस्तो भन्थेँ कि हरेक वर्ष इभ्यालुएसन हुन्छ, तर कस्तो हुन्छ त्यो थाहा छैन कि। लौडा जस्तो इभ्यालुएसन हुन्छ मेरो युनिभर्सिटीमा। कोही बिजनेसको छ, कोही इङ्ग्लिसको छ है, उनीहरूको मेजर छ, कोही कम्प्युटर साइन्सको छ, कोही के छ। मेरो एउटा मेजर छ एरोस्पेस। त्यो हार्ड पनि एउटा त्यस्तो हार्ड हुन्छ। म त्यस्तो हस्पिटलाइज पनि गएको थियो होइन। उनीहरू बाल छैन कि, तिमी मरि पनि हाल्छ, उनीहरूले बाल छैन, आउँछ पुलिस बडी लग्छ, काम छैन भाइ। कसैले केही बाल छैन कि, भर्खर त्यो भएको थियो नि, कसैले आयो पुलिस बडी लग्यो भयो। उनीहरूले हामीले भनेको थिएन कि, मलाई थाहा छ एक दिनपछि थाहा भयो कि कोही एउटा सुसाइड गर्छ भनेर। इन्फर्मेसन बाहिरै आउनु दिँदैन क्या। यसभन्दा त यिनै राम्रो छ यार, टु बी अनेस्ट भन्नुपर्दा। लाइक अरू त केही थाहा पनि हुन्छ नि यार, लाइक उनीहरूको कन्ट्रिब्युटलाई नै थाहा भएन कि, पछितिर एकदम थाहा भयो कि, लाइक अब 7-8 घन्टा पछितिर थाहा भयो के भन्ने अब। अनि त्यसपछि लाइक त्यो सेमिस्टर सकिसक्यो होइन। त्यसपछि इभ्यालुएसनको कुरा आयो है। त्यो बेला म समरमा नेपाल गएको पनि थियो होइन। अनि त्यसपछि नेपाल फेरि समरमा त्यो नेपाल हुँदाखेरि नि इभ्यालुएसन भयो कि यिनीहरूले टोटल जिपिए हेऱ्यो कि, लाइक बोथ इयरको होइन जिपिए। तर म एकदम त्यो सक्क पऱ्यो कि है, कि के भन्छ कि जसको जिपिए हाई छ होइन, कम्पेयर गर्यो होइन, अभियसली अब जुन बिजनेसको मेजर छ होइन, जुन इङ्ग्लिस मेजर छ, उनीहरूले त्यस्तो म्याथमेटिक्स केही अब खासै त्यो पढ्नु पर्दैन है। मेकानिकल ड्रइङ त्यो सबै अब इन्जिनियरिङ खासै केही पढ्नु पर्दैन है। हामीले त सब पढ्नु पर्छ नि यार। अब सबलाई के गर्यो, एकैमा मिसाइदियो क्या, सबले एकैमा मिसाइदियो कि। अब जसको बढी जिपिए आयो उसले फर्स्ट प्राइज पायो क्या, सेकेन्ड प्राइज फर्स्ट प्राइज पाएँ। मैले त केही पाएन यार त्यो बेला। अनि मैले त्यो आफ्नो काउन्सलर हुन्छ होइन, इन्टरनेसनल त्यो हाम्रो जुन आइएसयू भन्नुहुन्छ, त्यसमा पनि इमेल गरेको, त्यसलाई पनि इमेल, कसैले बाल्दैन क्या, कुनै रिस्पोन्डै गरेन कि कसैले। सबले के रिप्लाई भन्छ कि नाइ सधैँ रिस्पोन्ड गर्छ, कसैले केही रिस्पोन्ड गरेन क्या, साँच्ची कुरा भनिरहेको छु। त्यसपछि मलाई त्यो एकदम फिल भयो कि म किन आएको छु। त्यसपछि म त्यहाँ समरमा नेपाल थियो होइन। त्यसमा त मेरो मनमा बेसी विचार जुटेको थियो कि नजाउँ चाइना होइन, अनि यतैबाट फेरि अर्को देश अप्लाई गऱ्यो भनेर, युरोपतिर अप्लाई गऱ्यो, त्यस्तो मेरो मनमा फिल भयो क्या। अनि त्यसपछि फेरि त्यो अब हेरेँ कि मैले, अब 1 साल बर्बाद गरिसकेको छु, अब डिग्री लिऊँ, अनि त्यसपछि केही गरौँ न विचार गरेँ। त्यसपछि फेरि यता आएँ कि म, त्यसपछि फेरि यता आएँ कि म, अनि यता आयो है। अनि त्यसपछि फेरि अर्को सेमिस्टर सुरु भयो, फल सेमिस्टर पढेँ सबै फल सेमिस्टरहरू। खान पनि टाइम दिएन कि फल सेमिस्टरमा त मलाई, टु बी अनेस्ट भन्नुपर्दा होइन, एकदम
28 क्रेडिट जति थियो, 30 क्रेडिट लिनुपर्ने थियो। दिनभर ल्याब, बिचमा एउटा खाना त्यो ब्रेक हुन्छ नि, त्यसमा पनि चाइनिज क्लास हालिदिएको थियो। अनि एकदम यिनीहरूको त्यो हुन्छ नि लाइक हामीलाई थाहा छ के एक्सपेक्ट गर्छ यिनीहरूले। आफै यिनीहरू प्राइमेरी स्कुलदेखि होइन, प्राइमेरी स्कुलदेखि यिनीहरू युनिभर्सिटीसम्म इङ्ग्लिस पढ्छ है, तर आफै इङ्ग्लिस बोल्न सक्दैन है। तर हामीहरूलाई एक्सपेक्ट गर्छ होइन 2 सालमा होइन एचएसके 4 कम्प्लिट गरेर 2 सालमा कम्प्लिट गरेर अनि बोलाउन खोज्छ क्या। कसरी एक्सपेक्ट गर्छ हामीले 2 सालमा पढ्न? आफैले त एकदम 10-12 सालमा पढ्न सकेन, अनि हामीलाई 2 वर्षमा सबै एचएसके 4 सकाउने अनि गर्ने सोच्छ क्या 2 वर्षमा। कस्तो के भन्ने अब। अनि त्यो हुन्छ, स्कलरसिप पनि पाएन। अनि त्यसपछि के भन्ने अब, स्कलरसिप पाएन कि त्यसो अब फर्स्ट प्राइज सान्सी त्यो स्टाइपेन्डवाला मलाई केही पाएन है। एकदम रियल कुरा भन्छु है म, त्यो फेक सेक के म भन्दैन। आफ्नो कुरा एकदम फ्रस्ट्रेसनवाला कुरा जुन छ नि एकदम पुरै निकालेर भनिरहेको छु के भयो मसँग। त्यसपछि त्यो सेमेस्टर सुरु भयो है। त्यो सेमेस्टर एकदम गाह्रो थियो, खाना पनि टाइम एकदम भएर थिएन, एकदम मोस्ट अफ द टाइम क्लासेस फुल क्लासेस थियो क्या एउटा। अनि फेरि एउटा टिचर्सहरूको एउटा छुट्टै प्रेसर हुन्छ कि, सबै टिचरहरूको आफ्नो रुलहरू हुन्छ कि यता। कोही एउटा टिचर थियो, उसको एउटा रुल थियो, उसले यति % होमवर्क दिन्छ। अब मेरो म्याथमेटिक्स एउटा क्यालकुलस इक्जाम थियो है, क्यालकुलसतिर उसको 100% फुल इक्जाम थियो क्या। नो एटेन्डेन्स, लाइक एटेन्डेन्सको खासै बाल थिएन उसलाई, होमवर्कको पनि केही खासै बाल थिएन उसलाई। एकदम प्रेसर थियो कि। अनि त्यो एउटा फेरि अर्को लाइक खाना पनि टाइम थिएन, त्यो पुरै पढ्नुपर्ने गर्नुपर्ने कि। अनि त्यो बिचमा चाइनिज हालेको थियो, जसरी तसरी होइन मैले म्यानेज गरेर त्यो सेमेस्टर मैले कटाएँ होइन। त्यसपछि फेरि विन्टर ब्रेक भयो सेकेन्ड इयरको। विन्टर ब्रेकमा मैले होइन आफ्नो काउन्सलरलाई सोधेको, टिचरलाई इज देयर एनी जब अपर्च्युनिटी, क्यान यु हेल्प मी टु फाइन्ड होइन। उसले थाहा छ के भन्छ, आफैले खोज न। अहिले मैले त चाइनामा छु होइन, कसरी के गर्ने भनेर आफूले थाहा छैन। मैले आफूले ट्राई पनि गरेको है मोस्ट अफ द थिङमा। त उनीहरूले चाइनिज खोज्छ क्या, अब ट्राई पनि गरेको होइन आफूले, तर भएन कि केही भएन क्या। अनि आफूले ट्राई पनि गरेको, उसले हेल्प मागेको होइन, कुनै आफूले ट्राई गरेको। जहिले हेल्प माग्दा होइन के हो काउन्सलरको काम, हेल्प गर्ने होइन, स्टुडेन्टलाई जे सिचुएसन त्यसलाई हेल्प गर्ने। उसले भन्छ आफूले सल्भ गर के भन्ने अब। एकदम त्यो हुन्छ नि मान्छे एकदम मतलब डिप्रेस भएको थियो यार विन्टरमा। त्यसपछि केही काम गरेन, 1 वर्ष अलि सिटी घुमेँ आफैले। के गर्ने अब, स्टाइपेन्ड पनि पाइरहेको थिएन, अरूलाई स्कलरसिप थियो। भ्यान्छु यस्तो इभ्यालुएसन गर्छ कि लौडा जस्तो, सबले एकमा मिक्स गरिदिने कि, जसको हाई छ जसको लो छ बाल छैन सबले एउटामा मिक्स गरिदिने, यो हुँदो रहेछ है। अनि धेरै इन्फर्मेसनहरू बाहिर जाँदैन क्या। युनिभर्सिटीबाट भर्खर सुसाइड भयो, मलाई 1 दिनपछि थाहा भइरहेछ यार। के भन्ने अब, यस्तो हुँदो रहेछ। हजुरलाई सबै आफ्नो युनिभर्सिटीको राम्रो कुरा भन्छ कि नराम्रो कुरा त कोही भन्दैन नि। म यो आफ्नो युनिभर्सिटीको एम्बेसडर पनि हो क्या। अब कसैले मलाई इफ आस्क गर्छ है, ब्रो सुड बी कम टु योर युनिभर्सिटी होइन, म भन्छु नेभर कम टु माई युनिभर्सिटी। त्यो म स्टुडेन्ट एम्बेसडर हो होइन, तर म भन्छु नआऊ यार मेरो युनिभर्सिटीमा। किन आउने होइन, म फँसेको छु, अरूलाई किन फसाउने? म फँसेको छु, अरूलाई किन फसाउँ भाइ? किनकि मेरो युनिभर्सिटीमा एकाडेमिक प्रेसर एकदम राम्रो छ। इफ बिजनेस हो होइन, इङ्ग्लिस पढ्नु छ, बिजनेस पढ्नु छ, आऊ यार। तर हाम्रो जुन नेपालमा पढाइ हुन्छ यता कम्पेयरली यता हेऱ्यो भने त धेरै पढ्नुपर्छ यार, पढ्नु पनि पर्छ। यता फेरि अर्को तनाव हुन्छ यार, स्कलरसिप पनि पाउँदैन कि, डिजर्भिङलाई पाउँदैन क्या, अनडिजर्भिङले लगिदिइहाल्छ। के भन्ने, म केही बोल्दै भएन यार यसमा। अनि त्यसपछि के अरे त्यो सेमेस्टर सक्यो होइन, पास भयो होइन, सबमा राम्रो मार्क्स आयो, पास भन्दा पनि अलिक मेहनत गऱ्यो मैले। त्यसपछि के अरे विन्टर आयो, विन्टरमा त्यही बसेको, कुनै काम पाएन, खोजेको, काउन्सिलर भनेको भन्छ आफैले खोजेँ यार, के भन्ने अब। अनि त्यो बेला होइन मसँग एउटा इन्टरनेसनल टिचरको त्यो एउटा पाकिस्तानी टिचर थियो क्या। अनि उसँग त्यो पनि भयो कि मेरो एउटा लफडा पनि भयो कि। उसले मेरो एकदम पेपरमा जुन मार्क्स थियो नि कम आएको थियो, मैले रिचेकको लागि भनेको, अनि उसले 10 मार्क घटाइदियो कि रिचेकमा। मेरो 10 मार्क घटाइदियो कि रिचेकमा। के भन्ने हो, मेरो 80 मार्क थियो अनि 70 मार्क गरिदियो कि, घटाइदियो कि। त्यसपछि मेरो जिपिए कम भयो क्या। अनि मैले कम्प्लेन पनि गरेको होइन, यस्तो भएको त। त्यो मार्कको पनि कुरा होइन कि, मैले उसलाई इमेल गरेको थिएँ एउटा कुरा होइन, लाइक एउटा कुराको बारेमा इमेल गरेको थियो सोध्नलाई। त्यो मेरो जुन इमेल थियो नि, मैले त्यो इमेलमा त मेरो नम्बरसम्म सबै त्यो अटोमेटिक छ क्या, अनि मेरो वेबसाइट सबै त्यसमै रहेछ कि। अनि उसले त्यो जुन छ नि मेरो इमेल गरेको होइन फोटोलाई स्क्रिनसट लिएर, अनि त्यो ग्रुप क्लासको ग्रुप हुन्छ नि त्यसमा पिक्चर हालिदिएको थियो क्या।
अनि म त कस्तो त्यो अब अनवान्टेड मेसेजहरू आयो कि मलाई कस्तो इमेलहरू मेसेजहरू कलहरू आयो कि अनि मैले उसले भनेको डिलिट गर्न डिलिटै गरेन कि उसले अनि यो कुरा लिएर होइन मैले त्यहाँ के अरे त्यसमा पनि गएको कि लाइक त्यो म आफ्नो मेन क्याम्पसमा गएको होइन त्यसमा मैले भनेको कि आफ्नो काउन्सिलरलाई होइन थाहा छ उनीहरूले के भन्यो लाइक उनीहरूले भन्यो कि डोन्ट गो अफिसियल मेरो भाइस डिनले होइन थाहा छ सालाले के भन्छ डोन्ट गो अफिसियल होइन वी विल टक अनअफिसियल अबाउट दिस भन्छ क्या के भन्ने हो अनअफिसियली हामी कुरा गर्छु अफिसियल नजाऊ भन्छ अरे अनि मैले भन्यो हो कुरा गर्नु होइन पछितिर फेरि अर्को स्टुडेन्टसँग यस्तो नहोस् भनेर मैले भनेँ कि मैले तर थाहा छ अन्तिमतिर के मलाई मेसेज गर्यो उसको यस्तो इन्टेन्सन थिएन अरे अनि के अरे उसले पहिलातिर तिम्रो पेपर चेक गरेको थियो उसले बडी मार्क दियो अनि तिमीले रिचेक गर्न भन्यो उसले हेरेको तिम्रो बडी मार्क दिएछ त्यसैले 10 मार्क घटाइदियो अरे त्यो त एकदम के टार्गेट गरेर हुन्छ नि त्यो त्यस्तो मलाई फिल गराएको त्यो टिचरले मैले कम्प्लेन गरेको केही भएन कि युनिभर्सिटीमा सो म भन्छु इफ हजुर मेरो युनिभर्सिटीमा आउनुहुन्छ यस्तो हजुरकोसँग कुरा हुन्छ है किन आउनुपर्ने मेरो युनिभर्सिटीमा अर्को युनिभर्सिटीमा जाऊ या मेरो युनिभर्सिटीमा डोन्ट कम टु माई युनिभर्सिटी म सिधा कुरा भन्छु है किनकि मैले त्यो कम्प्लेन गरेको केही भएन कि त्यो टिचरलाई थाहा छ त्यो टिचरले के सोच्यो त्यो टिचरले यस्तो सोच्यो कि लाइक मोस्टली जुन छ नि चाइनिज टिचरहरू भयो होइन अनि मेबी इन्टरनेसनल टिचर जुन चाइनामा छ उनीहरूले इन्टरनेसनल स्टुडेन्टले केयर गर्दैन क्या के गर्छ बढीभन्दा बढी आफ्नो काउन्सिलरलाई भन्छ होइन काउन्सिलरले फेरि टिचरलाई भन्छ टिचरले फेरि मलाई भन्छ अरू त केही हुँदैन फेरि उनीहरूले चाइनिज स्टुडेन्टलाई केही भन्न सक्दैन भन्छ किनकि चाइनिज स्टुडेन्ट फेरि चाइनाको उनीहरूले थाहा छ के कताको हुन्छ कता डिसिप्लिनरी एक्सन हुन्छ कता के हुन्छ उनीहरूले सब थाहा छ फेरि चाइनिज लाइक इन्टरनेसनल स्टुडेन्ट चाइनिजहरूलाई केही भन्दैन कि उनीहरूलाई थाहा छ हामीले यिनीहरूले केही भन्यो भने उसले केही गरिदिन्छ र इन्टरनेसनलले के गर्छ बढीभन्दा बढी एउटा त्यो डिनसँग जान्छ इन्टरनेसनल के जान्छ सानो एउटा इन्टरनेसनल स्कुल के गर्छ केही गर्दैन एउटा फ्लोरको स्कुल हो के गर्छ बढीभन्दा बढी केही हुँदैन यस्तो फिल हुन्छ कि अनि मैले कम्प्लेन गरेको केही भएन कि मेरो मार्क पनि जिपे पनि त्यस्ताको त्यस्तै घटिरह्यो अनि टिचरले माफी पनि केही मागेन अनि त्यो सेक्रेटरी मलाई इमेल गर्छ उसको इन्टेन्सन थिएन उसले यस्तै गर्थ्यो अरे उसको माथि केही कारवाही भएन यार केही कारवाही भएन मै फसेँ के भन्ने अरूले मलाई त्यो भने कि अमितले के गर्छ के गर्छ मलाई त्यो थाहा भएन यार मैले कस्तो फिल गरेको त्यो बेला मार्कको कुरा होइन त्यो अरू इन्फर्मेसन लिकेज पनि भएको त्यो पनि कुरा भएन के भएन यार त्यो भएर कम्प्लेन गरेको के भन्ने अब त्यो अँध्यारो हुन लाग्यो म भिडियो बनाइरहेको थिएँ 30 मिनटको जति हुन्छ है आधी घन्टा हेऱ्यो भने एकदम त्यो फिल हुन्छ नि मैले आफ्नो सब कुरा भने कि तिमीहरूलाई इफ तिमीहरूलाई अझै मन लाग्छ होइन चाइनिज युनिभर्सिटीमा भने आउन अब कसरी लाग्छ होइन चाइनिज युनिभर्सिटीमा इङ्ग्लिस पढ्यो आउन भने होइन एकदम इङ्ग्लिसमा पढाइ हुन्छ हुँदैन ब्रो यार इङ्ग्लिसमा पढाइ हुँदैन यता म आफ्नो एक्सपिरियन्स भनिरहेको छु यार चाइनिज टिचरहरू एकदम राम्रो हुन्छ है चाइनिज प्रोफेसरहरू एकदम राम्रो हुन्छ उनीहरूको बिहेभियर एकदम राम्रो हुन्छ अब पुरै चाइनिजहरू त्यस्तो हुँदैन किनकि मेरो एउटा चाइनिज टिचर भन्यो नि फर्स्टमा रेसिस्ट टिचर त्यो साला त्यो के कस्तो भने त पुरै चाइनिज मोस्ट अफ द जुन टिचर हुन्छ लाइक अब जसले पिएचडी लाइक मेजर टिचर सब गरेको हुन्छ होइन उनीसँग लाइक एकदम त्यो विदेशमा पढेर आएको हुन्छ होइन विदेशी उनीहरूसँग राम्रो एउटा बिहेभियर हुन्छ कि उनीहरूको जुन कुराहरू एकदम राम्रो हुन्छ क्या सो म उनीहरूलाई हमेसा एप्रिसिएट गर्छु कि उनीहरूले हमेसा म एडमायर गर्छु तर अब यो पाकिस्तानीहरू टिचर भयो होइन उनीहरूले लाइक अब यतै पढेको छ कि अन्डर ग्रेजुएट ब्याटर सब यतै गरेको रहेछ उनीहरूले केही त्यो छैन कि लाइक अब के भन्ने अब पढ़ाता है बहन झाँट भर बराबर और पढ़ाता है झाँट भर बहन कुछ नहीं समझ आएगा के भन्नु अब हिन्दीमा बोलिदिइरहेछु म दे टिच लाइक अ सिट यु अन्डरस्ट्यान्ड नथिङ इन देयर क्लास एन्ड दे थट लाइक दे आर अ गुड प्रोफेसर दे टिच लाइक अ सिट लौडा जैसा पढाते भन्छ केही बुझ्दैन कि उनीहरू अनि एक्सपेक्ट गर्छ हामीले एकदम राम्रो मार्क ल्याउन भन्छ के भन्ने हो यस्तो अब हामी सोध्छु होइन लाइक हजुरलाई भिडियोमा भन्दा यस्तो खतरा पढाइ हुन्छ होइन त्यस्तो केही खतरा पढाइ हुँदैन ब्रो प्रायः सब ठाउँमा एउटै हो त्यस्तो केही खतरा पढाइ हुँदैन मैले जे भनिरहेको छु अझै स्पष्ट कुरा भने कि तिमीलाई त्यसपछि मेरो त्यो सेमेस्टर भयो त्यसपछि केही भएन यार केही भएन भाइस डिनले मलाई भन्छ हामी कुरा गर्छु केही भएन यार त्यसपछि अर्को सेमेस्टर आयो यो पढ्यो अनि त्योभन्दा पनि होइन एक मार्कलाई फेल गराउँछ यार 0.5लाई पनि स्टुडेन्टलाई मार्क गराउँछ मेरो साथीको एउटा मलाई याद छ क्या उसको यता चाइनामा 60 लाउनु पर्छ कि पास हुनलाई 100मा 60 लाउनु पर्छ उसको 59.5 आयो त्यो 0.5 दिएन कि सालालाई 0.5 दिएन पास गराउनलाई 0.5 मार्क दिएन कि पास हुनलाई उसलाई के गर्ने अब यस्तो अब हुन्छ कि उनीहरू 0.5 दिएन उसको फेरि जिपिए गर्यो उसले आफूले फुल पैसा तिरेर पढ्नु पऱ्यो युनिभर्सिटीमा अर्को वर्ष अनि मैले भने नि म एउटा कुरा भन्न छोडेँ कि यता नेपोटिजम धेरै हुन्छ कि लाइक मेरो जुन स्कलरसिप इभ्यालुएसन दिएन लाइक हुन्छ नि
जुन टिचरको चार्ट छ नि होइन लाइक सिआर चार्ट छ नि होइन टिचरसँग नजिक बस्छ होइन कुरा गर्छ भ्यान्छु उनीहरूले दिन्छ क्या हामी सोध्छौँ होइन लाइक विदेशमा त्यो हुँदैन के अरे भन्छ के अरे त्यो हुँदैन लाइक अब नेपोटिजम त्यो हुँदैन होइन तर यता धेरै हुन्छ यता पनि यस्तै हुन्छ तिम्रो लागि आफ्नो देशको भने अलिक बढी मार्क दिने यता छ भने त्यो नदिने यता पनि केही यता हामी सोच्छौँ धेरै कुरा स्टडीमा सबै कुरा एकदम प्योर हो होइन रुलहरू एकदम स्ट्रिक्ट छ लौडा केही छैन त्यस्तो केही छैन यार ब्रो त्यस्तो म रियालिटी भनिरहेको छु नि तिमीलाई एकदम केही छैन यस्तो एकदम यता पनि अनफ्योर कुराहरू हुन्छ यता पनि फ्योर कुराहरू हुन्छ मोस्टली यता फ्योर हुन्छ तर यस्तो कुराहरू हुन्छ जस्तै मैले अनफ्योर कुराहरू भोगेको छु होइन मैले आफ्नो एक्सपिरियन्स भन्यो है अहिले पनि मलाई चान्स पाउँछ होइन इफ अर्को देशमा युरोपमा या मेबी युएसमा जानु म अहिले जान्छु यार त्यो म एकदम रिग्रेट फिल गर्छु कि होइन किन मैले युएसको त्यो होइन किन त्यो छोडेँ कि मैले जानु पर्थ्यो कि मैले इन्टरभ्यू बुक गरिसकेको थिएँ कि मैले किन गएन कि इन्टरभ्यू दिन फेल हुन्थ्यो म जान्थेँ कि त्यो अप्लाई गर्दै बेकार ममा आयो कि यता पैसाको त्यो लोभ हेरेर होइन यता आयो त्यो पैसाको लोभ 1 सालको लागि मात्र हुन्छ है साला युनिभर्सिटी लालच हुन्छ कि अब म स्टाइपेन्ड दिन्छु अनि अर्को इभ्यालुएसन हुन्छ अनि पैसा त जान्छ आफू पैसा तिरेर पढ्ने हो हरेक युनिभर्सिटीमा यस्तै हुन्छ लौडा जस्तो यस्तै हो ब्रो यहाँ पैसाको लालच दिने 1 वर्ष आउने अनि त्यसपछि अर्को वर्ष पैसा नपाउने अब आफूले पढ्ने पैसा तिर्ने पढ्ने नपढ्ने आफ्नो घर जाने यस्तै हुन्छ यता अब अरू के भनौँ म यही हो यार मैले भोगेको कुराहरू यता मैले आफ्नो जुन पनि कुरा भने होइन आफ्नो एक्सपिरियन्सबाट भन्छु मलाई थाहा छैन अरूले के यता गर्छ होइन अरूले के गर्दैन अरूको कुरा मलाई थाहा भएन तर मैले आफ्नो एक्सपिरियन्स भने है मैले यता के भोगेको छु होइन मैले आफ्नो एक्सपिरियन्स भने अब पछितिर के हुन्छ खोइ मलाई थाहा छैन होपिङ गुड हुन्छ होइन फेरि त्यस्तो टिचर नपरोस् होइन धेरै यता टिचरहरू राम्रो पनि छन् मैले भनेको थिएँ नराम्रो पनि छन् धेरै टिचरहरू राम्रो पनि छन् है लाइक चाइनिज टिचर धेरै राम्रो पनि तर त्यो पाकिस्तानी टिचरहरू भयो लाइक मेरो काउन्सिलर काम छैन कि अब के भन्ने जे पनि सोद्धा होइन आई डोन्ट नो हाउ टु डु सबै आफैले गर्नुपर्छ क्या ब्रो तिमीले आफूले गर्नुपर्ने रहेछ क्या उसको जुन काम छ होइन उसले पनि भन्छ होइन आई डोन्ट नो भने अब के गर्ने अब सबै आफैले गर्नु पऱ्यो यार त्यो त भन्ने कि मसँग एउटा चाइनिज साथी छ होइन उसले मलाई धेरै हेल्प गरेको रहेछ सबै कुराहरूमा मेन कुरा साथीहरू बनाउनु पऱ्यो कि साथीहरूले नै हेल्प गर्छ यार युनिभर्सिटीमा टिचरहरूको त्यो काउन्सिलरहरूको त्यो काम छैन यार भरोसा गरेर एकदम मेरो त एकदम नक्चडी रहेछ यार मैले त जुन कुरा मैले सोचेको थिएँ नि फर्स्टमा आउँदाखेरि कस्तो स्विटहरू बोल्ने होइन फर्स्ट टाइम उनीहरूले पनि डर हुन्छ होइन कुनै छोडेर गयो भने हाम्रो पैसा पनि जान्छ होइन उनीहरू पनि डर हुन्छ यार फर्स्ट सेमेस्टरमा लाइक फर्स्ट सेमेस्टरमा होइन त्यो हुन्छ नि उसलाई यस्तो थाहा छ होइन उसलाई थाहा छ होइन लाइक एकदम त्यो मिठो बोल्ने कि एकदम मिठो बिहेभियर तपाईँ तर पछितिर आउँदा होइन उनीहरूको बिहेभियर थाहा हुन्छ कि को कस्तो छ भनेर सबै कुरा थाहा हुन्छ कि अनि पछितिर मलाई पनि थाहा भयो कि उसलाई मैले कस्तो मतलब एकदम रिक्वेस्ट गरेको हद जस्तो रिक्वेस्ट गरेँ कि म्याम यु नो आई वाज इन हस्पिटलाइज भनेर लाइक सो इन अ सिरियस कन्डिसन आइसीमा थियो क्यान यु लाइक प्लिज लाइक आई रियली निड ए स्कलरसिप यु नो इफ आई गट लाइक आई क्यान डु लाइक बेटर यस्तो रिक्वेस्ट गरेको होइन भएन यार जो चाट्यो होइन उसँग जो नजिक बस्यो होइन जो उसँग नजिक बस्यो होइन कुरा गर्ने मस्किने भइन्छ त्यो नजिक बस्यो होइन त्यो अनफेयर भयो क्या नेपोटिजम धेरै भयो क्या के भन्ने अब हाम्रो पनि हुन्छ कि ब्रो तिमीले सोच्छौ होइन नेपोटिजम हुँदैन चाइनामा सब बराबर हो यस्तो होइन यार हुन्छ यता पनि सब हुन्छ यही भन्न चाहन्छु यो मेरो एक्सपिरियन्स हो होइन मैले आफ्नो सब एक्सपिरियन्स भनेको होइन यता इक्जाम पनि हामी सोध्छु नि इक्जामहरू पनि एकदम फेयर हुन्छ होइन भर्खर एउटा मेरो इक्जाम भयो त्यो सबले चिट गरेको थिएँ सबले भन्दा पनि लाइक मोस्ट 90%ले आफ्नो फोन युज गरेको थियो कि इक्जाममा मोबाइल युज गरेको थियो क्या अनि मैले मोबाइल लगेको थिएन क्या अनि उसको अभियसली उनीहरूले फोन युज गरे उनीहरूको बढी मार्क्स आउँछ नि मेरोभन्दा उनीहरूले बढी स्कलरसिप पाउने भयो चान्सेस उनीहरूको भयो सो यसमा के फियर भयो भनौँ न अब भन्न पनि सक्दैन उनीहरू फेरि साथी हो आफ्नो मेरो भन्न पनि सक्दैन कि हे कम्प्लेन पनि गर्न सक्दैन उनीहरूले कपी गर्यो भनेर किनकि मेरो साथीहरूले भन्छ होइन जब यो युनिभर्सिटीको सिस्टम नै अनइथिकल छ भने हामी किन इथिकल भन्ने क्या मेरो साथीले भन्छ कि होइन मैले पनि कहिले कहिले सोध्छु होइन मेरो सल्लाह युनिभर्सिटीको जुन सिस्टम छ नि त्यो नै अनइथिकल छ भने म किन इथिकल स्टुडेन्ट बन्नु म पनि अनइथिकल बन्छु म पनि चिटिङ गर्छु कहिले काहीँ फिल आउँछ क्या तर आफूले कन्ट्रोल गर्छु कि म यति नै भन्छु यार अब अँध्यारो भएछ है अब त्यसपछि यति नै मेरो एक्सपिरियन्स है यति भन्छु होइन मैले जे पनि भने होइन सही भनेको एक्ज्याक्टली मैले जे जस्तो मैले भोगेको थिएँ होइन मेरो पर्सनल एक्सपिरियन्स हजुरले भनेको होइन इफ अरू केही जान्न भन्छ होइन म एक्ज्याक्टली जे हुन्छ म एकदम स्पष्ट भन्छु है लाइक म त्यो फिल्म जस्तो ब्लग स्लग बनाएर होइन
यस्तो हुन्छ चाइनामा यस्तो यस्तो हुन्छ आऊ एकदम सबजना आऊ एकदम राम्रो छ पढाइ नआऊ यार एकदम त्यस्तो पनि राम्रो छैन यार विदेशभन्दा त राम्रो छैन भन्दा युएसभन्दा राम्रो हुन्थ्यो युरोपभन्दा राम्रो हुन्थ्यो भने चाइनिज स्टुडेन्टहरू चाइनामै पढ्थ्यो विदेश जाँदैन थिए है चाइनिज स्टुडेन्टहरू चाइनिजमै पढ्थे विदेशमा जाँदैन थिए है तर जान्छन् है किनकि उनीहरूले पनि थाहा छ यस्तो राम्रो यस्तो फेयर सिस्टम छैन यता पनि है त्यसले विचार गर्नु है यता यति नै भन्न चाहन्छु धन्यवाद है भिडियो हेर्नलाई